ए बुढीहरू अहिले वर्ल्ड कप चलेको बेलामा बिचार बुढाहरूलाई वर्ल्ड कप हेर्न दिनु। चाहे 1 बजे होस्, रातिको 2 बजे होस्, 3 बजे होस्, 4 बजे होस्, दिनुस् के। किनकि उनीहरूको रगतमा यो फुटबल भन्ने कुरा हुन्छ के। फुटबल, क्रिकेट भनेपछि मरे हत्ते गर्छन्। उनीहरूलाई एकदमै मनपर्छ। उनीहरूको मनभित्र, मुटुभित्र त्यो टाँसेर बसेको छ के। यिनीहरूले होइन अहिले तपाईँले किचकिच गरेर छोडिदिन्छ होला भनेर सोच्नु भएको होला। नो, अहिले वर्ल्ड कप छोड्छौ कि मलाई छोड्छौ भन्नु, तपाईँ त बरु अर्को आउँछ, यो वर्ल्ड कप त अहिले नै म हेर्छु, बरु तँलाई हेर्न म वर्ल्ड कपलाई चुज गर्छु भन्ने सिचुएसन छ। सो झगडा नगर्नुहोस्, जुन टाइममा होस् हेर्न दिनुहोस्। हजुरलाई डिस्टर्ब हुन्छ भने बरु अर्को रुममा गएर सुत्नुहोस्, या हजुर पनि उहाँसँगै हेर्नुहोस्। 1-2 दिन तपाईँलाई बोर लाग्न सक्छ, त्यसपछि तपाईँलाई पनि मन पर्न सक्छ क्या। सो दिनुहोस् के हेर्नलाई दिनुहोस्। वान क्वेसन, मेस्सी, रोनाल्डो र नेमार यी 3 बीच तपाईँलाई कुन चाहिँ खेलाडी मनपर्छ? यो 3 चाहिँ लास्टसम्म गयो भने तपाईँ कसको टिम हुनुहुन्छ? कमेन्ट गर्नु होला है साथी।